हेलो एभ्रिवान, नमस्ते। तपाईहरु सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज चाहिँ मैले नयाँ भिडियो लिएर आएको छु। नयाँ भिडियो चाहिँ रहेको छ ब्लाइन्ड मेकअप र हामीसँग मेकअपको सामानहरु चाहिँ यहाँ रहेको छ। अनि आज म र मेरो साथीले मेकअप गर्नेवाला छौँ ब्लाइन्ड मेकअप। उसले मलाई गर्दिन्छ, मैले उसलाई गर्दिन्छु। भिडियो लास्टसम्म हेर्दिनु होला। हाम्रो भिडियो के कस्तो लाग्छ लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब पनि गरिदिनु होला। अब चाहिँ हामी स्टार्ट गर्न गइरहेको छौँ। ल स्टार्ट। मैले चाहिँ आँखा बन्द गरेँ। म पहिले उसकोमा गर्छु अनि उसले मेरोमा गर्छ। अलिक उता क्यामेरामा देख्ने गर्नुपर्छ है। पहिले टोनरदेखि स्टार्ट गरौँ। टोनरदेखि खोइ मोइस्चराइजर साह्रै धेरै भयो क्या हो। त्यसपछि खै पाउडर ब्रस एक्सपिरियन्स भएछ तिमीलाई पाउडरदेखि कन्ट्रोल खै ब्रस कसो हो यो खर्ने यसरी हो यो बोकिदेऊ त अरे दाम बोला ना बोला ना मैले त हाजु दिइराखेँ किन मेकअप चाहिँ गजब बस्नु छ गजब गरिहाल्छ मेकअप आर्टिस्ट हो नि त कस्तो गरेको छ। अनि त्यहाँदेखि त्यो रोज ब्लसर रोज चाहिँ छैन हैन, हामीले यो युज गरिरहेछौँ। रोजको सट्टामा हामी यो यसो लिपस्टिकलाई हल्का लगाएर ब्लेन्ड गर्दैछौँ। गोदिन्छ होला आहा सबै गोदिरहेको भित्रभित्र
कारा अर्को आँखामा Oh my god. काजल त भाँचिएर सक्यो जस्तो छ कि गाजर लगाउने स्टाइल चाहिँ मन पर्यो मलाई ल गाजर अब ल्याऊ हाइलाइटर लाउनै बिर्स्यो हाइलाइटर कुन लिपस्टिक लाउने भाँच्यो त यो ला म त बिर्को होला भनेर खोल्नु खोजेको कि घुमाउनु खोजेको ओठे हो र यो ओठै छैन नानी फाइनल भयो है मेरो फाइनल भयो सक्यो अब खोलौँ हेर न उता। मेकअप गाजल त के साह्रो लागेको गाजर मजा मेरो पालो अब उसको मेकअप चाहिँ सकिसकेको छ अब मेरो पालो म उसलाई मेकअप गर्छु कस्तो हुन्छ है त अब म कस्तो हुने हो नि हाँसेरै जाने होला चाहिँ निभियाको मोइस्चराइजर बेलामा जोगाउनु पर्यो नि पख्यो भने त फेरि बर्बाद यहाँसम्म त जहिले गरिराख्यो नि त त्यही भएर ठिकै भइहाल्छ हामीसँग ब्लेन्डर नभएर हातैले ब्लेन्डर छैन हातैले काम तमाम गरिदिने होइन त निकै राम्रो गर्ला जस्तो छ है केटीले रस रस चाहिँदैन वाउ apa eyeshadow eyeshadow terus pandang
Oh my god. कन्टोर आइया कता हो यो मेकअप गरेर गरी खाला जस्तो छ यो मान्छेले नि जिन्दगीमा ल अब ब्लसर ब्लसर हैन के हो यो हाइलाइटर नाकै हो यो अरे नाक त हो नि अब खै गाजर आँखा घोचेर मारिदिन्छ होला खै छैन यहाँ पर्फेक्ट मान्छे त यस्तो ट्यालेन्ट भइसकेको रहेछ मेकअप गर्न ब्लाइन्ड मेकअप गर्न अनि कहाँबाट अनि हो भने ब्लाइन्ड मेकअप गर्नु पनि यस्तो पर्फेक्ट रहेछ के साथीहरू मेरो साथी त अब के हो लिपस्टिक अब लिपस्टिक सक्यो खै हो ब्लसर ब्लसर कहाँ ब्लसर त अघि लाउनु पर्ने भाजी हालेको छ नि त हुन्छ त्यो ल अब हेर मलाई कस्तो बनाइदियो 1 2 अरे तारा 1 2 3 ल अब हेर्नु अगाडि क्यामेरा गर्दैन खै होइन त छ कि यहाँ हेरौँ है त अहिले Oh my god.
उयो त ठिकै गरेछ है राम्रै गरेछ मन पर्यो किन भागेको आफै मेकअप गर्दै आफै तर्सिन्छ हेर न ल साथी ऊ र मेरोमा कसको राम्रो मेकअप छ भन्दा मेरो उसले नै राम्रो गरेको छ तर पनि कमेन्ट गरिदिनु होला है होइन बाई हाम्रो छैन भाइ होइन भाइ एकछिन गफ गर्नै बाँकी छ यहाँनिर आजको हाम्रो ब्लाइन्ड मेकअप चाहिँ यहीँ सकेको छ हामीले चाहिँ अहिले मुख धोएर आइसकेको छौँ अनि हाम्रो मेकअप चाहिँ कस्तो लाग्यो होला भनिदिनु होला उसले गरेको राम्रो लाग्यो कि मैले गरेको राम्रो लाग्यो कमेन्ट गरिदिनु होला सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला किनभने यो चाहिँ पहिलो हाम्रो- भिडियो यो अनि अर्को भिडियोमा हामी फेरि भेट्नेछौँ हामी दिनका भिडियो ल्याउन सक्दैनौँ किनभने हाम्रो ड्युटी हुन्छ त्यही भएर सोमबार मात्र छुट्टी हुन्छ त्यही भएर अब अर्को हप्ता हामी नयाँ भिडियो नयाँ जोस जागरको साथमा भेट्ने नै छौँ भन्दै आजलाई बाई बाई बाई